दर्शकवृन्द, साइबर अपराधीहरू बिगबिगी भइरहेको बेलामा आजको भिडियो मैले यिनीहरूबाट कसरी बच्ने भन्ने विषयमा केही जानकारी लिएर आएको थिएँ। तपाईँलाई भिडियो कस्तो लाग्यो कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि यो भिडियो तपाईँलाई उपयोगी लाग्यो भने आफ्ना परिवार र साथीहरूसँग अवश्य सेयर गर्नुहोस्, किनकि एउटा सेयरले कसैको जीवनभरको कमाई जोगाउन सक्छ। कतिपय यस्तै समस्यामा पीडित भइरहनु भएको पनि हुनसक्छ। उहाँहरूसम्म पुगाउनको लागि तपाईँले एउटा भिडियो चाहिँ सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। म बालकृष्ण खनाल भन्ने फेरि यस्तै जानकारी लिएर अर्को भिडियोमा उपस्थित हुने भाषा गर्दै आजको यो भिडियोबाट छुटिन्छु। लाइन टिभीमा जोडिनु भएका सम्पूर्णलाई विशेष धन्यवाद। नमस्कार।